बाटे कि यार हामी जाने प्लेन यही हो। सब मलेसिया जाने हुनु, सब मलेसिया जाने। हामीलाई यहाँबाट होइन अरे पछाडिको ढोकाबाट जाने भनेर फेरि फर्काइदिनु भयो। अब हामी पछाडिको ढोकाबाट जाँदैछौँ। टाढाबाट कति सानो देखिने प्लेन त यता कति ठुलो हुँदो रहेछ है। उतापट्टि लगेजहरू हाल्दैछ। हामी छिर्यौँ। मेरो 24E 29 28 27 26 24 भनेपछि ए यता 24E E भनेपछि DEF खुट्टाको ट्याप हुँदो रहेछ। मेरो चाहिँ E हो, मेरो बिचको, तर म छेउमा बस्छु। यदि कोही नजान्ने होइन भुलड परेछ भनेदेखि म झ्यालमा बसेर चट्ट हेर्दै जान्छु है गाइस। हाम्रो लगेजहरू त्यसरी हाल्दै हुनुहुन्छ, त्यहाँ लगेजहरू यसरी त्यसरी हाल्दै हुनुहुन्छ। त्यो प्लेनको तलतिर भागमा लगेज हुन्छ है। हाल्दै हुनुहुन्छ, म यहाँ राख्छु। अब झोला त माथि, झोला यहाँ राख्नु पर्यो। झोला यहाँ यसरी राख्ने हो, झोला यसरी राख्ने हो। अहिले यिनीहरूले बन्द गर्छन् होइन। अब हामी यहाँ बस्ने हो, यहाँ बस्ने हो। अब अहिले कोही आयो भने म भन्छु अहिले एकछिन कोही आयो भनेदेखि के भन्छु, मलाई उल्टी हुन्छ, त्यही भएर म झ्यालतिर बस्छु ल। मलाई उल्टी हुन्छ, झ्यालबाट उल्टी गरेर सजिलो हुन्छ भन्छु है। आउँदै हुनुहुन्छ, एकछिनमा आउनुहुन्छ होला सायद। को हो यहाँ परेको है। तर कहिले पनि प्लेन खाली पनि हुन्छ। म आउने बेला पनि एउटा लाइनमा एउटा सिट मात्रै, म मात्रै थिएँ, सबै खाली थियो। यदि फुल भएको रहेछ भने हुन्छ, नत्र भने सिट खाली पनि हुन्छ होइन। यदि खाली रहेछ भने यतै छेउतिर बस्छु। यो बेल्ट लाउनुपर्छ यसरी, बेल्ट लाउनुपर्छ गाइस। तर पनि अहिले फेरि एयरलाइन्सको मान्छे आएर बेल्ट लगाउनुहोस् भन्छ। अहिले बेल्ट यसरी लगायो, यतातिर यसरी छिराएर है। यसरी सिटमा हुन्छ, यसलाई यसरी ओपन गर्ने, ओपन गरेर यहाँ केही राख्ने, अथवा अहिले खाना दियो भने यहाँ चट्ट मजाले पानीको बोतल राख्ने, यहाँ मजाले खाने हो है। जस्तो यसरी राख्यो। अब यो हल्लाउला ढलाउला भन्ने छैन के अरे यसमा त होइन। यो त हावामा उड्ने चिज हो, त्यही भएर चाहिँ नि यसरी राख्यो।